गाइज, स्वागत छ मेरो मिनी ब्लगमा। आज चाहिँ म यहाँनिर धान पछार्ने कला लिप्न आएको। लिप्नु चाहिँ अस्ति नै लिपिसकेको छ, फेरि एकचोटि दोहोऱ्याउनको लागि आएको छ। यस्तै छ, अब भोलिको बिटा छ यहाँनिर। आज अब एकचोटि लिपेर भोलि चाहिँ टक्क बिटा लाउने काम छ। मलाई चाहिँ अस्ति नै लिपिसकेको लिप्न चाहिँ, तर फेरि अब लिप्नु पर्ने छ। गोबर सोबर ल्याएर आएको छ। बिटा चाहिँ लगभग सबैको सकिसक्यो। अहिले चाहिँ अब यता उता सबै सकिसक्यो। यही हो हाम्रो चाहिँ बिटा लाउनु पर्ने। तल हुने चाहिँ त्यसै छ, यता तल पनि छ, यो सिधा डाँडा मात्रै छ। अब हाम्रो चाहिँ यति नै हो। ऊ तलकोदेखि देखिएकोदेखि माथि अब ढिलो हुन्छ होला। म पनि खला लिप्न सुरु गर्छु भन्दा नि पहिले बडा हान्नुपर्छ। अब बडा हाट्छु पहिले।
ल है गाइस बल्ल बल्ल खोला लिप्न सकाएँ मैले। अब चाहिँ घर जाने हो, घर गएर उही भात खाएर पिटामा जानुपर्ने हुन्छ। अहिले मङ्सिरको काम त्यस्तै छ, बल्ल बल्ल सकाएँ। एक्लै भएकोले गर्दाखेरि निकै गाह्रो पर्यो। मेरो भारी साडी लगाइसकेँ, भाँडा सारा खोला चाहिँ टक्क लिपेर मैले सकाएँ। अब भोलि चाहिँ यहाँनिर पिटा लाउने हो दामी गरी। ल है गाइस अब चाहिँ घरतिर लाग्ने हो। काम अहिले बिहानको लागि सक्यो र मेरो युट्युब च्यानललाई तपाईँहरूले लाइक, कमेन्ट, सेयर, सब्सक्राइब पनि गरिदिनु होला है त भन्दै आजलाई चाहिँ यति नै मात्र। मेरो ब्लग